दर्शकबिन नमस्कार है। आज मलाई सानो कविता या गजल गुनगुनाउन मन लाग्यो। म सानो एउटा कविता गजल लेखेको छु। तपाईँहरूले कस्तो लाग्छ यो सुनेर प्रतिक्रिया दिनुहोला। सानो म कविता या गजल गुनगुनाउन चाहन्छु है त। जिन्दगीको यात्रामा भेट त असङ्ख्य मानिसहरूसँग हुन्छ, तर अवसर याद उसैको आउँछ जो भावना साटिएको हुन्छ अनि दुःख सुख अनि पीडा बाँडिएको हुन्छ। ल अर्को है, अझै एउटा म गुनगुनाउन चाहन्छु, सुन्नु है। अरूले साथ देलान् भन्ने आश कहिल्यै नगरौँ, किनकि त्यहाँ दुःख पर्दा रुने आँखा अनि आँसु पुछ्ने हात सधैँ आफ्नो नै हुन्छ।